हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी फाल्गुनन्द जयन्तीको उपलक्ष्यमा विद्यालय सदुपयोग गर्दै स्याउधाप भन्ने ठाउँ जाँदैछौँ, जुन चाहिँ बुङको माथिपट्टि रहेको छ। र अहिले चाहिँ हामी महाकुलुङ हस्पिटलबाट उकालो बाटो लाग्दैछौँ। बगैँचामा यसो डुल्दै थिएँ अनि डुल्दै अब बगैँचामा त अब फुल फुलेको काँडाहरू हुन्छ होइन, अब यस्तो ढुङ्गासुङ्गाहरू हुन्छ। अनि अकबर चाहिँ राजा, बिरबल चाहिँ मन्त्री हो। अकबर चाहिँ फेरि उता मुस्लिम, बिरबल चाहिँ हिन्दू हो के। हिन्दू भए पनि एकदम चलाक बाठो भएको हुँदाखेरि बिरबललाई चाहिँ अकबरले आफ्नो प्रधानमन्त्री बनाएको। डुल्दै अनि ठेस लाग्यो अकबरको खुट्टामा, ढुङ्गामा छुट्यो, रगत आयो। अनि रगत आएपछि जुन कथा हुन्छ नि त्यो त एकदम वास्तविक कथा हो। अनि रगत आयो, अनि ए बिरबल मेरो त यहाँ ठेसलाई रगत आयो, ए महाराज जे भयो ठिकै भयो। उसो ठेस लागेर रगत आयो, जे भयो ठिकै भयो, जे भयो राम्रै भयो। ए मलाई यत्रो घाउ लाग्ने, तिमीलाई चाहिँ जे भयो राम्रै भयो। गाड पनि झुल्छ नि त राजाको त। ल यसलाई लगेर ठोक। गाडले लगेर उता ठोकिहाल्यो, जेलमा राखिहाल्यो कि, जेलमा राख्यो नि। अनि जेलमा राख्यो। अब आज भनौँ भोलि भनौँ, अब राजाले त बिर्से जेलमा राखेको, जेलमै छ अब बिरबल प्रधानमन्त्री चाहिँ। अनि राजाको सिकार खेल्न जाने, सिकार खेल्थ्यो नि त पहिले सिकार खेल्न जाने आर्मीहरू सबै पछि लागेर सिकार खेल्न गए। अनि सिकार खेल्दा त जङ्गलमा त बडा जङ्गलमा बाटो हुँदैन। सिकार खेल्दै जाँदाखेरि कोही कता जङ्गलभित्र सबै हराए। अनि अकबर राजा पनि अब साथीहरू छैन, हराए, एक्लै पर्यो, अँधेरो हुन थाल्यो। कहाँ जाने अब, आत्तिएर चाहिँ ताब्लुन्छ है। अनि जङ्गलहरूमा भिल्लाहरू थिए क्या, भिल्ला भनेको ट्राइबल पिपल। तिनीहरू चाहिँ पहिले गयो, कोही पुराना मान्छेहरू क्या, अहिले पनि कुनै देशमा छन् क्या। अब दक्षिण अस्ट्रेलिया उसमा के अरे अफ्रिका त्यता छन् नि। अब अहिले नेपालमा पनि राउटेहरू छन् होइन। अनि तिनीहरू चाहिँ के गर्थ्यो भने जे भेट्यो त्यही चाहिँ लगेर एकदम शुद्ध भएको, कुनै घाउ चोट नलागेको त्यस्तो चाहिँ लगेर भोगिदिन्थे। अनि अकबर राजालाई भेटे है। अनि भेटेपछि लग्यो उनीहरूले, खुसी भएर ल अब आज चाहिँ भेट्यो। अनि ल अब यसलाई चाहिँ भोगिदिनुपर्छ भनेर यसलाई चाहिँ चेक जाँच हुन थाल्यो क्या, पुरा चाहिँ मेडिकल टेस्ट हुन थाल्यो। अनि यसो खुट्टामा हेर्दा त घाउ लागेको छ। अनि घाउ लागेको देखेपछि हट त्यो त हुँदैन, घाउ लागेको छ, यो जुठो भनेर उसलाई फाल्दिए। अनि अकबर राजा डुल्दै अनि दरबारमा आयो। अनि दरबारमा आएपछि उसले सम्झ्यो है बिरबललाई, यो बिरबलले भनेको एकदम राम्रो छ, ठिक रहेछ, जे भयो राम्रो भयो। यहाँ घाउ नलाग्यो भए त मलाई त्यो मान्छेले भोगिदिइहाल्थे हो। अनि बिरबललाई चाहिँ निकालेर ल्याए। अनि बिरबल तिमीले चाहिँ जे भयो राम्रै भयो भनेर भन्थ्यौ, तिमीलाई मैले ठोकेँ, माफ गर है। माफ पर्दैन महाराज मलाई, किनभने जे भयो राम्रै भयो। तपाईँले मलाई यहाँ जेलमा नराखेको भएदेखि तपाईँ र म सँगै हुन्थ्यौँ, मलाई लगेर भोगिदिन्थ्यो, मेरो त केही घाउ चोट थिएन, जे भयो राम्रै भयो के। त्यो हिमालहरू चाहिँ कुन रहेछ मैले छ चिन्नुहुन्छ? हिमालहरू मकालु बरु चाहिँ यताबाट सुरु हुनुपर्ने। सोधौँ है त। ओहो अहिले बोल्दै हुनुहुन्छ झमक बहादुर कटुवाल। झमक बहादुर कटुवाल सरले अब केही भनिदिनु हो न, म तपाईँलाई अनुरोध गरेँ। आज चाहिँ हामी महाकुलुङ गाउँपालिका वडा नम्बर 1 मा रहेको प्रसिद्ध स्याउधाप भन्ने ठाउँको छेउछाउ पुग्न लागिरहेको छौँ। यो चाहिँ अब स्प्रिङ सिजनमा चाहिँ गुराँसको लागि एकदमै प्रख्यात ठाउँ हो। त्यहीसम्म पुग्न चाहिँ सक्दैनौँ होला। हाम्रो टिममा चाहिँ अब हाम्रो हिमालयन ट्रस्टका सर्भिसहरू हुनुहुन्छ, उहाँहरूको कथा सुनेर
एकदमै इन्जोय गरिरहेका छौँ। विशेष हामीले गरी चाहिँ महेन्द्र सरको कथा हामी चाहिँ हाँस्नुभन्दा अरू विकल्प केही छैन हाम्रो चाहिँ। बाध्यता भयो हाँस्नुपर्ने बाध्यता त छैन। ल अब म यहाँ पोइन्टरलाई देखाउँदैछु। यो हिमाल कुन होला ठ्याक्कै नाम खासै छैन होला त्यो, यसको लोकेसन यो परेर पहाड नै हो। हजुर अहिले नाम भएका हिमालहरू देखिएको छैन। त्यो सोताङ नाम लियो। ए नाम त्यो हो ऊ त्यो धुवा आइरहेको हजुर सोताङ हो। सोताङ त्यति पर्छ हैन अलि उता अलि उता यो खोला रहेछ नि यो सिमाना चाहिँ। होइन यता अलि यता त छ, खोला होइन बिचतिर छ। हजुर त्यही डाँडो हो कि जस्तो लाग्यो। ए त्यसमा त यता गइरहेको गाउँ पनि यताको त माकुलुङ नै हो। हजुर माकुलुङ हो, साल्पा यो उता हो। अघि भनिहाल्नु यो बाटो त्यही हो। निम्चोला भन्ने ठाउँसम्म बाइक चाहिँ यो डाँडाको पल्लोपट्टिसम्म जान्छ। यो होइन होइन यो 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 उतापट्टि हजुर त्यहाँ गाउँ छ निम्चोला। त्यो झरेको डाँडा छ होइन, हजुर त्यसको उतापट्टि गाउँ छ। हजुर हजुर गाउँ छ त्यो। हाम्रो एउटा स्कुल पनि छ युवा, हामी त्यही एकजना विद्यार्थी भएको पनि। यो हजुर हजुर युवा 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 थियो। अनि एउटा स्कुल ज्ञान खर्च भन्ने चाहिँ यो माथि कुहिरो लागेको छ नि माथि आकाशमा के हो यो स्कुल पर्छ। त्यहाँ भएको नाम चाहिँ थाहा त्यहाँ पुग्नु भएन तपाईँहरू। ओके चाचालुङबाट जस्ट 3 घन्टा राम्रै लाग्छ। चाचालुङ ल चाचालुङको पनि अर्थ भनिदिइहाल्नुहोस् न। चाचालुङ म भन्छु भन्नुहोस्। लुङ भनेको ढुङ्गा हो, चाचा भनेको चाहिँ जस्तै यो चुच्चो परेको ढुङ्गा हुन्छ नि माथि कि शिरमा हो, त्यो भएको ठाउँलाई चाहिँ त्यसको त्यो तल पेटलाई चाहिँ चाचा लुङ भन्यो। ओके लुङ कसरी भएको भनेर भनिदिनुहोस् न सँगै मिस न। यो बुङको चाहिँ भन्दा नि यो यहाँबाट अहिले गुदेल देखिन्छ। गुदेलमा चाहिँ फापरको ढिँडो पकाएको हो होइन, अनि ढिँडो चाङ लगाएको हो। अनि चाङ लगाउँदै लगाउँदै माथि पुऱ्याउने हुँदै ड्याममा यसरी त्यहाँ ढिँडो हुन्छ नि बाङबुङ भनेर अनि त्यो ड्याम मारेर यता पल्टेछ होइन, बुङ त्यहाँबाट भन्ने आवाज आयो अरे। डुङ्गा आवाज होइन बुङ भयो नि त। त्यो ढिँडो पल्टेपछि अनि यो ढिँडो पल्टेको ठाउँ चाहिँ बुङ हो अरे के। त्यसो चाहिँ होइन, मेरो विचारमा चाहिँ यो आलु चाहिँ यो पहिले एकदम यो त छाडेर आगो लगाउने मल बनाउने अनि यस्तो अहिले यो पत्तालेतिर बनाउँछ नि बुङ, त्यसको नाम बुङ हो। अनि हो त्यो चाहिँ बुङ बनाएर आलु रोपेको हुँदा यो सबै बुङ भएको मेरो विचारमा। यसमा धेरै किम्बदन्तीहरू हुन सक्छन्। अघि अब त्यो ढिँडोको कुरा गर्नुभयो, त्यो चाहिँ अब यो माथि गएर मान्छे चाहिँ त्यस कामबाट चाहिँ लडेर आएछ अरे, लडेर आउँदाखेरि चस्लाङ चस्लुङ चस्लाङ चस्लुङ हुँदै यहाँ आएर चाहिँ पछाडि यहाँ बुङ भयो। बुङ भयो। I told you, छ्यास्स लडेको। यार बुङ यो सँगसँगै अब म गुदेल पनि कसरी रहन गएँ भनेर भन्न चाहन्छु। यहाँ परतिर पहिला पानी पर्थ्यो अरे होइन, एकदम पानी परेपछि चाहिँ त्यो घुम उड्नु पर्थ्यो अरे। अनि घुम ओढेर अनि गर्नुपर्ने भएकोले अनि तेल पनि छ नि त फेरि देल देल भनेको चाहिँ के रहेछ सुजामिस त्यो बिर्सियो। हाम्रो तर यो के अरे जनसुधा स्कुलको सरले भने अनुसार चाहिँ चोमोलङमा स्कुलको सरले भन्नुभए अनुसार चाहिँ घुम ओढेर पुरै घरहरूतिरै कामहरू गर्नुपर्ने लड्नुपर्ने भएकोले गर्दाखेरि त्यसको नाम चाहिँ अप्पर भ्रंश भएर गुदेल भएको अरे क्या। खासमा घुमदेल हुनु अझ मिलेन यसलाई। यो माथिको डाँडा यो कास्किल निकुञ्जको मेन एरिया भन्दा नि त्यो बफर जोन जस्तो चाहिँ बसेको है। बफर जोन माथि माथि त निकुञ्ज नै बफर छ रे। यिनीहरू बफर जोन नै भएर छ। बगाल यो त फेरि बफर जोन हो। अनि माथि माथि चाहिँ फेरि राष्ट्रिय निकुञ्ज नै भयो। मकाल बस्छ। यता चाहिँ बफर जोन, यता चाहिँ बफर जोन। यो माथि माथि त सबै राष्ट्रिय परको त हिमालय होला है होइन, त्यो नि पहाडै हो। पहाड नै हो। त्यसको मतलब त्यो 4000 मिटर 4500 मात्रै होला, 5000 पटेको छैन। अब हिमाल त 5000 मिटर भन्दा माथि मात्रै हुन्छ नि त। 5000 त माथि नै हो, त्यो त 5500 राम्रो होला। किन भन्दा 4500 त यो माथि पङ्किलो चाहिँ डाँडामा पर्छ। काला पत्ता त 5500 हो। काला पत्ता तर अहिले जस 5000 मिटरको हाइटमा हिउँ छ, हिउँ परिसक्यो त्यस्तो। ओके यस्तो हो मिस सङ्गीता मिस। ओके
भोका लाग्यो ठक्कै मेरो हातमा किराले गोड्छु किराले हङकङ भन्ने होइन त ला त्यो झाडीमा जानुभयो यसको अहिले के मिठो छ एक तारा छ कति हजार मिटर हाइटमा छौँ हामी अहिले भन्नु त जीवन छ पालिकाको मान्छे 2000 भन्दा बढी छैन होइन सर हमारे लिए बच्चा खाने को इतना ही मिला है टियर गर्ल्स होला नि हो रहेछ यार नेचुरल थियो थोड़ा हाँ यस्तो मध्य जङ्गल भयो हट अझै माथि छ यार आप लोग देख सकते एक्सपिडिसन ना कम रहेन हराएमा डर्दैन आज जिन्दा बस्ने कि कस्तो लाग्दैछ हाइकिङ हो कि ट्रेकिङ हामीलाई ट्रेकिङ गरेर खोज्नु पर्ने बेला भइसक्यो उता तलबाट टिपेर स्टिल ल्याएको टालेको भनौँ न म पनि सारङ्गी भनेको म तर गीत गाउँदा गीत गाउनु न यति भए पुग्यो टुप्पोसम्म पुग्ने हो Scar. चिन्छौ कि हामीलाई चिन्छौ कि तिमीहरूले सबै खाइभ्यायो क्या चरिभ्यायो Oh, running away. बिस्तारै ल हान्दैन हौ जान्न हेर न रनिङ अवे अम्मै कति राम्री हो तिमी आशिकाको नआइज है यता ल आशिका त मलाई भने जस्तो कति राम्री उति हेर्नु न हेरे कि अम्मै कति राम्रोहरू त्यहाँ पर एकजना हुनुहुन्छ गोठ हेर्न आउनुभयो जस्तो छ कस्तो राम्रो पहाड 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 देखेको है ओहो हाम्रो टोली अब यही बिसाएको जस्तो छ हामी अहिले चाहिँ कति हजार मिटरमा छौँ भर्खर 1700 मा हो अलमोस्ट 27 हम साथ
चल्ती चल्ती सुबह साफ छैन र बुझ महादेव दिनभरि खाथ्यौ लसुनकी जिम्बु तिमीलाई पाउने राई हो कि लिम्बू मान्छेलाई नाच्नु न कस्तो थियो अरे कति लामो मजा अब यति हो योभन्दा बढी म सक्दिनँ नमस्ते कति रहेछ कहिले हो त ओइ हो कि क्या हो होइन मिठो हुन्छ हाम्रो खैरेलाई फोटो खिच्नु पर्छ पहिला किन आउनु न अनि यस्तो मुख त के हेर्ने गाउनु न गाउनु मलाई आएन के रमसले गाउँछ एउटा ल खोइ गीत है ल ल एउटा साँच्ची भनेको है पालिका स्तरीय गीत आउँदैछ अब अलिक यस्तरी है एसएमको सक्यो जीवन सरको के छ स्पेसल गीत ल तपाईँ भन्नुहोस् तपाईँ केही अनि के अरे याको डोली खोइ हो ल ल जमुसर गाइदिनु न गीत एउटा ल के छ त अनि कमी हुनु भएन क्या मलाई गीत त आउँथ्यो गाउनु न आजको दिनमा फेरि अलि आउँदैन क्या अनि म सम्झाउँछु गीत चाहिँ ल ल ल ल उयो के आएन नआएन के हो र अलि अलि हुन्छ नि बाबु टाइपको गीत के बाबुकै हुने अघि बालाजी तुम्नु नदी बालुवा बगरा त्यही हो अनि अरू बाचुन्जेलसम्म हास्केल गरौँ अनि मरे त खोला जङ्गलमा अनि सालाला बाक्सा सुनकोशी नदी सुनकोशी बगरा बाँचुन्जेलसम्म हाँसखेलै गरौँ मरे त खोला बगरा। र यसरी नै आजको रमाइलो यात्राको हामी अन्त्यतिर छौँ र हामी बिस्तारै ओह्रालो लाग्दैछौँ। हाम्रो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ। सबैलाई थ्याङ्क यू सो मच। सेवा के